सम्पूर्णमा नमस्कार। मेरो सहकर्मी साथी दिनेश आरसी र म अभिषेक कुशल। हामी आज छुट्टै एउटा विषय लिएर उपस्थित भएका छौँ। आज हाम्रो माननीय देवराज पाठकजी आइराख्नु भएको छ। उहाँको स्वागत र उहाँलाई केही हाम्रो राजपुरवासीको प्रश्न छ, त्यसैको लागि हामी उपस्थित भएका छौँ। अन्यज्यू नमस्कार, स्वागत छ यहाँलाई हाम्रो राजपुर गाउँपालिका अर्थात् हजुरको के अरे चुनावी क्षेत्रमा। नमस्कार भाइ। हजुरसँग हाम्रो दुईवटा सानो प्रश्न छ। हामीलाई दुईटा प्रश्नको जवाब दिइदिनु होला, स्पष्ट पारिदिनु होला। सदनबाट राजपुरमा सिधै आउनुको थोरै के चाहिँ कारण रहेछ, यसो खुलाइदिनु। कारण के हो भनेपछि यो बिचमा हामी चुनाव जितेको करिब 4 महिना पनि भयो हैन। अनि हामी चुनाव जितिसकेपछि हामी लगत्तै सदन पनि सुरु भयो। हामी निर्वाचन क्षेत्रमा फेरि हामी आउन पनि पाएको थिएनौँ र चाहिँ 14-15 दिन जति जुन हाम्रो चाहिँ अहिले सदन स्थगित भएको छ अहिलेलाई, त्यो स्थगित भएको समयभित्र हामी चाहिँ सकेसम्म धेरैभन्दा धेरै जनतासँग चाहिँ अन्तर्क्रिया पनि गर्ने, पार्टीले अहिलेसम्म गरेको, सरकारले अहिलेसम्म गरेको कारबाहीको बारेमा प्रतिक्रिया के छ, हामीले त्यसबाट चाहिँ माथि लगेर सुझाव दिनुपर्ने के हो, त्यो सबै कुराहरूको चाहिँ हामी बुझेर अगाडि बढ्नको लागि हामी चाहिँ अहिले चाहिँ फिल्डमा छौँ। भनेपछि हजुरले यो चाहिँ काम लिएर सदनबाट सिधै राजपुरमा आउनु। हाम्रो यो बर्दिया जिल्ला र हजुरको चितवनमा अहिले यो जुन लाल पूर्जा वितरण भनिराखेको छ, यो कुरामा अलिकति जनताहरूलाई कन्फ्युजन छ। यो कुरा साँच्चै हो कि होइन त भन्ने कुरा छ, यसलाई थोरै स्पष्ट पारिदिनुहोस्। हाम्रो सरकारको अहिलेको सरकारको एउटा नीति के छ भने शुद्ध सुकुम्बासीहरूलाई 1 वर्षभित्र लाल पूर्जा वितरण गर्ने, उहाँहरूको बासको सुनिश्चित गर्ने भन्ने छ। त्यो आधारमा 2 ठाउँमा भएको छ र क्रमिक रूपमा अरू जिल्लाहरूमा पनि यसलाई चाहिँ गर्दै लैजाने चाहिँ हाम्रो चाहिँ सोच हो। अहिलेसम्म सुर्खेत र हजुरको चितवनमा मात्रै भइरहँदा नेपाल अधिराज्य भरिएको जनताले चाहिँ कस्तो खालको एक्टिभेसन गर्ने, कस्तो खालको मतलब हामीले आश्वासन कस्तो खालको बुझ्ने? यो त के हो भने सबै तयारी गरेर अहिलेसम्म लिएका अभिलेखहरूलाई हेरेर अनि त्यसलाई छानबिन गरेर दिनुपर्नेलाई नछुटुन् हैन भन्ने कुरा हिसाबले चाहिँ यो सबै ठाउँमा तयारी गरिराखेको छ अहिले। अब त्यो तयारीको क्रममा कोही अगाडि पछाडि सबै एकै ठाउँबाट एकैचोटि नहोला, क्रमिक रूपमा यसलाई गर्दै गर्दै जाने हो। 2वटा जिल्लामा काम भइराखेको छ, भइसक्यो भन्न सकिन्छ। त्यहाँ चाहिँ केही छुट्या पनि होला, सबै चाहिँ नसकिया पनि होला, किनभने गर्दै जाँदाखेरि अब गर्नै पर्ने र लाल पूजा वितरण गर्नै पर्ने ठाउँमा त हामीले गर्नैपर्छ। भनेपछि हजुर सदनबाट सिधै राजपुरमा हुनुहुन्छ अहिले। सदनबाट राजपुरमा सिधै आउनुको थोरै के चाहिँ कारण रहेछ, यसो खुलाइदिनु। कारण के हो भनेपछि यो बिचमा हामी चुनाव जितेको करिब 4 महिना पनि भयो हैन। अनि हामी चुनाव जितिसकेपछि हामी लगत्तै सदन पनि सुरु भयो। हामी निर्वाचन क्षेत्रमा फेरि हामी आउन पनि पाएको थिएनौँ र चाहिँ 14-15 दिन जति जुन हाम्रो चाहिँ अहिले सदन स्थगित भएको छ अहिलेलाई, त्यो स्थगित भएको समयभित्र हामी चाहिँ सकेसम्म धेरैभन्दा धेरै जनतासँग चाहिँ अन्तर्क्रिया पनि गर्ने, पार्टीले अहिलेसम्म गरेको, सरकारले अहिलेसम्म गरेको कारबाहीको बारेमा प्रतिक्रिया के छ, हामीले त्यसबाट चाहिँ माथि लगेर सुझाव दिनुपर्ने के हो, त्यो सबै कुराहरूको चाहिँ हामी बुझेर अगाडि बढ्नको लागि हामी चाहिँ अहिले चाहिँ फिल्डमा छौँ। भनेपछि हजुरले यो चाहिँ काम लिएर सदनबाट सिधै राजपुरमा आउनु भएको छ। हस्, धन्यवाद, नमस्कार हजुरलाई। धन्यवाद सम्पूर्णलाई। यहाँ हामीले अहिले जुन कुरा अहिले माननीय देवराज पाठकज्यूले भन्नुभएको छ, यो नेपालको अधिराज्य भरि जति पनि नेपाली दाजुभाइहरू बस्नु भएको छ, उहाँहरूले यो कुरा सुन्नुपर्छ र यो कुरा कहाँसम्म लागू हुन्छ त? कि साँच्चै हामीले पनि लाल पूर्जा पाउँछौँ त? कि हामी साँच्चै सुकुम्बासीले भोलि हामी जग्गाधनी भएर हामी यहाँ उपस्थित हुन्छौँ त? यति भन्दै म आफ्नो 2वटा कुरा र यहीँ टुङ्ग्याउँछु।